हरिओम दर्शन नमस्कार मित्रहरू। घुमौँ त यस्तो ठाउँ घुमौँ जहाँ दर्शन गर्ने लायक कुनै खास होस्, जहाँ स्वस्थ हावाको आभास होस्। हो मित्रहरू, म कुरो गरिरहेको छु कर्णाली प्रदेश सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वार्ड नम्बर 5 मा रहेको लेक हात्तीखाल र बबई हात्तीखालको माथि बीचों बीच डाँडामा रहेको सिद्धबली बाबा मन्दिर को र यहाँ दर्शन गर्नको लागि आउनको लागि यहाँ यो तल रहेको लेक हात्तीखालको गाउँ जुन अहिले यहाँदेखि देख्न सकिएको छैन मित्रहरू, जहाँ देखिराख्नु भएको छ यो 958 वटा सिडीको माध्यमबाट हामी यहाँ आएर हामी सिद्धबली बाबाको दर्शन गर्न सक्छौं र यसको साथैमा रहेको हरियालीले भरिएको डाँडा काँडाहरू र न्याउली चरीको आवाजसँगै हामी यहाँ आएर रमाउन सक्छौं, जुन सिद्धबली बाबा मन्दिर को हामी दर्शन गर्न सक्छौं। मात्रै हैन, यो हरियाली डाँडा काँडा र न्याउली चरीको आवाजसँगै मित्रहरू यो त रह्यो लेक हात्तीखाल गाउँको कुरा र अब कुरा गरौँ बबई हात्तीखाल, जुन यहाँदेखि नजारा देखिन सकेको छैन, धेरै टाढा छ र मेरो यो क्यामेराले क्याच गर्न सकिएको छैन मित्रहरू। यो रह्यो बबई हात्तीखाल गाउँ र लुम्बिनी प्रदेशमा रहेको चेपाङ गाउँ पालतिर। त्योदेखि यतापट्टि तपाईहरु देख्न सक्नुहुन्थ्यो यो चुचुरा मुनि गेरवनी गाउँ र यो चुचुराको साथैमा रहेको छ गिद्धे पहरा, जुन ठाउँको नजारा तपाईहरु गेरवनी गाउँदेखि देख्न सक्नुहुन्छ। यहाँदेखि त देख्न गाह्रो छ मित्रहरू। यहाँ रहेको छ यात्रीहरूको लागि विश्रामको लागि यो विश्राम गृह र यो मन्दिरको साथै र यहाँदेखि तल देख्न सक्नुहुन्छ यहाँ बनेको छ तपाईहरु बास बस्नको लागि। यदि टाढा टाढाबाट यात्रुहरू आउनुहुन्छ भने यहाँ बास बस्नको लागि 4 कोठाको ल्यान्डर घर पनि बनिएको छ।